डिफरेन्ट डिफिकल्ट प्लेस तपाईँहरू यहाँ घुम्नु भएको गाइस यो प्लेस यहाँ चाहिँ पुरानो रोड हो यो चाहिँ पेरिङ टु गेजिङको राजाको टाइमको रोड तर अहिले त्यस्तो भएको छ हो तर पनि उहिले कार्पेटिङ छ गाइस ओभर पक्कायो अब उहिले नभनेको नि यो कति वर्ष अब एप्रोक्स म नै 33 इयर्स पुगेला त्योभन्दा अगाडिदेखि बनाएको हो यहाँ अझै छ कार्पेटिङ अब हुनु चाहिँ त्यो टाइम पर्ला यो कार्पेटिङ यतिको छ कति 1 इन्च 2 इन्चको 2 इन्च जतिको तर नि अब ओभर त्यो कार्पेटिङको जुन चाहिँ मटेरियल्स हुन्छ त्यो चाहिँ पक्का मटेरियल्स भएको रहेछ नि त होइन गाइस यहाँ लु कहिलेको कार्पेटिङ अझै ओके छ रोड चाहिँ तर डेन्जरै हेर टर्निङ हेर उमर छ अहिले कार्पेटिङ कति थान्छ र गाइस गरेको कार्पेटिङ गरेको 5-6 महिनामा उकिन स्टार्ट हुन्छ प्लेस वाज भेरी गुड ब्युटी ओके गाइस लेट मी चेक आउट हियर टर्निङ यस्तो छ ल भाइ चेक गर रोडको नाली हेर गाइस यस्तो छ हो एम्बो गाइस